हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल गाइस है गाइस आज चाहिँ तपाईँहरूलाई चाहिँ म चाहिँ लगेर जाँदैछु नाइटिङ्गेल पार्क जो चाहिँ चौरस्ता मेल रोडदेखिको चाहिँ एप्रोक्सिमेटली 2.5 किलोमिटर छ है। अनि सबभन्दा पहिला चाहिँ यहाँ टिकट काउन्टरमा चाहिँ हामीले टिकट काट्नुपर्छ जो चाहिँ पर हेड छ 25 रुपिस है। अनि टिकट काटेपछि चाहिँ अब चाहिँ हामी चाहिँ लाग्यौँ यहाँ नाइटिङ्गेल पार्कभित्र है। एन्ट्री गरिसक्यौँ गाइस। अनि हेर्नुहोस् त यहाँको सुन्दर नजाराहरू यति ब्युटिफुल छ, यति पिस छ है। कस्तो आनन्द आउँछ यो भित्र चाहिँ है। अनि यो रुखले चाहिँ अस्ति फुलिरहेको थियो, सबै फुलहरू झरेछ। अनि यहाँबाट देखिने दृश्यहरू चाहिँ हेर्नुहोस् त, नजाराहरू यति दामी छ है। अनि अहिले चाहिँ मजाले घामहरू लागिरहेको छ त यति मजाको भइरहेको छ, शान्ति भइरहेको छ यहाँनिर है। अनि आउनुहोस् अब फेरि तपाईँहरूलाई म नाइटिङ्गेल पार्कको ग्रिन हाउसभित्र लाँदैछु है गाइस है। हेर्नुहोस् त फुलहरू फुलेको यति ब्युटिफुल फुलहरू फुलिरहेको छ एन्जिलियाले है। हेर्नुहोस् न कलरहरू कति दामी दामी कोपिलाहरू लागिरहेको छ, यति दामी दामी फुलहरू फुलिरहेको छ, ब्युटिफुल कलर है, डबलमा फुलिरहेको छ। यो रोज एन्जिलिया हेर्नुहोस् कस्तो दामी दामी है, यति दामी दामी चाहिँ यति आनन्द आउँछ यो भित्र चाहिँ होइन। अब हेर्नुहोस् न कस्तो मजाले मिलाएर राखेको छ यो प्लान्टहरू हो। म त भएकै कुरो यो भित्र पसेपछि त यति साह्रो आनन्द लाग्छ है, सबै कुरो बिर्सिन्छ होइन। अब हेर्नुहोस् न यो प्लान्टहरू पनि कति मजाले सजाएर राखेको छ, यति मजाले यो जेड प्लान्टहरू है, यो प्लान्टहरू होइन। यो क्याक्टसहरू हेर्नुहोस् त यस्तो दामी छ, यसको फुल्ने टाइममा त यति साह्रो दामी फुलिदिन्छ। अनि भेराइटिज हेर्नुहोस् क्याक्टसको होइन गाइस। अनि आउनुहोस् फेरि तपाईँहरूलाई म बाहिरको दृश्य देखाउँदैछु गाइस है। हेर्नुहोस् त अहिले त घाम लागेर यति साह्रो मजाको भइरहेको छ, यति साह्रो पिस शान्ति भइरहेको छ है, आनन्द लाग्दो भइरहेको छ यहाँको नजाराहरू हो, यति साह्रो दामी भइरहेको छ है। यदि तपाईँहरू पनि आउनु भएको छैन भने चाहिँ एकपल्ट नाइटिङ्गेल पार्क घुम्नु अवश्य आउनुहोस् होला। र अहिले चाहिँ भने हामी घुमफिर पनि गरिसक्यौँ। अनि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो प्लिज लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् होला है। बाई बाई।